एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ युजिनको बर्थडे थियो। युजिनको बर्थडेको दिन हामी केक लिएर जान लागेको थियौँ। त्यसैले चाहिँ हामीले ह्याप्पी बर्थडे टु यु युजिन भनेर लेख्न पठायौँ। अनि त्यसपछि युजिनलाई सरप्राइज दिन्छु भनेर सोचेको थिएँ। युजिनले ठ्याक्कै देख्नुभयो अनि हामीले उसलाई युजिनलाई केक दिएर युजिनलाई आइसक्रिम लगिदिएको थियौँ। अनि आइसक्रिम खानुभयो दुईजनाले, युसन र युजिनले। यति खुसी भएर अङ्गालो बार हेलो गाइस, आज चाहिँ हामी युजिनको बर्थडेमा आएको किनकि हामीले चाहिँ युजिनलाई सरप्राइज दिन आएको। यस अनि यो हेरी मलाई युजिन दाइले ल्याइदिनु ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। अनि त्यसपछि सानो हुँदाको फोटो क्लिक गरेँ। यस्तो हुनुहुन्थ्यो दुईजना। अनि त्यस्तै पोजमा हामी फोटो खिच्यौँ युजिन र युसनको। युजिनले चाहिँ कति धेरै क्लेको भगवानहरू बनाउनु भएको थियो। उसलाई जुन के भगवानहरू मनपर्छ त्यही भगवानहरूको क्लेबाट बनाउनु भएको थियो मूर्तिहरू। त्यसपछि चाहिँ बुवाले टिका लगाइदिनु भयो युजिनको बर्थडेको। अनि मम्मीले लगाइदिनु भयो। अनि त्यसपछि नानीले लगाइदिनु भयो, निशाको नन्दले। त्यसपछि निशाले लगाइदिन्। युजिन ह्याप्पी बर्थडे। मम्मीले भनेको मान्ने ज्ञानी हुने है युजिन है। बाबाले कति धेरै माया गर्नुहुन्छ न युजिनलाई। मम्मी र बाबाले भन्दा बढी होइन युसनको सानोदेखिको साथी हो न। ल ल अनि यो देऊ सँगै यहाँ दुईजना। राति भइसकेको थियो अनि म घर फर्किएँ।